वेलकम ब्याक टु माई सेकेन्ड मिनी ब्लग। फर्स्ट ब्लग चाहिँ धेरैले मन पराइदिनु भयो, अरू हाल्नु भन्नुभयो, त्यही भएर आएको छु। अनि आज चाहिँ म उठ्नु बित्तिकै छामाको प्लान्टहरू हेरेर चिया खाएँ अनि बिदा मागेर धरानतिर लागेँ। धरानमा चाहिँ मेरो चेकअप थियो अनि चेकअप भइ पनि सक्यो, मेरो रिपोर्ट चाहिँ आउनु बाँकी छ। अब रिपोर्ट आएपछि थाहा हुन्छ के हुन्छ भनेर चाहिँ। अनि आजको दिन यत्तिकै बित्यो, पानी परिरहेको थियो। भान्जा आउनु भएको थियो भोलिपल्ट अनि भान्जासँग म स्विमिङ खेल्न गएँ। अनि भान्जाको चाहिँ स्विमिङ कस्ट्युम अलरेडी लिएर आउनु भएको थियो, मैले चाहिँ नयाँ किनेको कट्टु, रातो कट्टु। अनि म चाहिँ खतरा स्विमर हो फेरि, त्यही भएर भान्जालाई हिलो जानु दिनुभएको नानाले पनि। अनि भान्जालाई पनि सिकाएँ एकछिन, अनि धेरै बेर खेलेन। अनि निस्क्यौँ हामी स्केट खेल्नु जाऊँ भान्जा भने। अनि भान्जाको चाहिँ आज होस्टेल जानुपर्ने थियो, तर त्यसको लागि टाइम थियो, त्यही भएर एकछिन खेलौँ भनेको। 1 घन्टाको टिकट काटेको, 15 मिनट मात्र खेल्यो अनि निस्क्यौँ हामी। के गर्ने भयो। अनि खाजा चाहिँ बाहिरै घरबाटै खाएर आएको थियौँ, त्यही भएर खाइएन। अनि घर गएर ह्यारी पोटर लगाएँ मैले चाहिँ, मलाई मनपर्छ यो चाहिँ। अनि एमएल खेलौँ भान्जा भनेर खेलेको, मैले चाहिँ एमबिबी पाएको है, कसम आएको छ मैले एमबिबी पाएको है। अनि त्यसपछि भान्जालाई होस्टेल पुर्याउनु गयौँ नाना र म जिस्काउँदै। अनि भान्जालाई पुर्याएर आलु थुक्पा खानु गएको थियौँ, धरानको फेमस। मेरै रिक्वेस्टमा मैले टिकटकमा देखेर गएको। मलाई नै फेरि खासै मन परेन, तर आफ्नो आफ्नो चोइस हो नि, आफ्नो आफ्नो टेस्ट हो होइन। अनि त्यसपछि स्टलको पनि थोरै खायौँ, चाख्यौँ सबै नयाँ कुराहरू। अनि घर फर्केको हामी घोपा क्याम्प पनि गएको थियौँ, बोजू होइन देमा बिरामी हुनुहुन्थ्यो, अनि भेटेर आयौँ। अनि घर अगाडि आएर खोइ के हो खायौँ, फेरि यो देखियो अरे पनि खायौँ। अनि खानासाना खाएर सुत्नु बसेको। बाई बाई।